अब भने मित्रहरू अलिकति क्यामेराको प्रब्लमले गर्दाखेरि हामीले थोरै पार्ट 1 पार्ट 2 बनाएको छौँ, त्यो राम्रोसँग क्लियर गरिदिनु होला। अनिवार्य हेर्नुपर्ने चाहिँ यदि भिडियो हेरेन भनेपछि त्यहाँभित्र पनि हामी एउटा छुट्टै रुल्स बनाउनेछौँ। किनभने यथार्थ कुरा के हो त त्यो त चाहिँ बुझ्नु पऱ्यो। यथार्थ एजेन्डाले के भन्छ, सञ्चालकले के भनिरहेछ, के प्रब्लम भइरहेछ, कसरी चिट्ठी चलाइरहेछ, कसरी के समस्या भइरहेछ, यो पनि कुरो बुझिदिनु भएन भने अनि चाहिँ एजेन्टले के गर्छ, एजेन्टको घरभित्र यहाँ त्यो पैसाको बोट यहाँ फला छैन मेरो घरमा। मैले त बारम्बार भन्ने गरेको छु, मेरो घरभित्र मेरो रुमभित्रमा चाहिँ भगवान् शिवजी पार्वती भन्दा पनि मैले चाहिँ मेरो मेम्बरहरूको पूजा गर्छु। म मेरो भगवान् रूपी मेम्बरहरू हो मैले भनिरहेको छु। अब कर्मश अगाडिको पाठसँगै जोडिदिनु होला। म आएको थिएँ अगाडि हाम्रो चिठी कसरी हराज भयो भनेर मैले त्यो रकम बताएको थिएँ, त्यसपछि पुनः जोडिदिनु होला। र हाम्रो माइन्डिटिङतिर हुन्छ अर्कोतर्फ माइन्डिटिङमा हाम्रो यसरी जान्छ। तपाईँ माइन्डिटिङ बकाइदा राम्रोसँग हेर्नु सक्नुहुनेछ र यसमा हामी यसको स्क्रिनसट फोटो खिचेर तपाईँले हामीले पठाउने गरेका छौँ, अहिले पठाउने छौँ नै। हामीले के लेखिन्छ भने उनीहरूको स्थायी ठेगाना, अस्थायी ठेगाना, उनीहरू नेपाल घर कहाँ हो, इन्डिया कहाँ बस्दै हुनुहुन्छ र उनको ब्याकग्राउन्ड के हो, कुन उनको सबै एड्रेसहरू यहाँ लेखिन्छ। म सबै कुरो भन्न चाहन्न किनभने क्यामेराले हामीले टाइम लिन्न। त्यसैले हामीसँग दुईवटा चिठी जाने गएको क्रम तपाईँले बुझिसक्नु भइसकेपछि अब हाम्रो टोटल कुल रकम हामीसँग मैले भनिहालेँ माथि सबै कुरा तपाईँ बुझिहाल्नुभयो। हामीसँग 5 लाख कुल पुँजी हो। ओलियाको रकम भनेको 1,42,000 हो। योभन्दा अगाडिको भिडियो तपाईँ हेर्न सक्नुहुनेछ। राम्रोसँग हर कुराहरू आफ्ना हर भिडियोहरू हर मैले एउटा दिएका एक्टिभिजिटहरू जो चाहिँ त्यो फोटोहरू छन्, जो स्क्रिन पठाएको जो छ त्यो सबै कुरा तपाईँ हेर्न सक्नुहुन्छ। फोटोहरूलाई रिचेक गरेर तपाईँ पठाउन सक्नुहुनेछ। त्यसपछि तपाईँ चाहिँ अहिलेको रकम त्यो जोडेपछि हामीसँग 6,42,000 हुन आउँछ। अहिलेको रामबार दाई यानि कि रामगिरी दाईले पाएको रकम भनेको 2,65,500। हर्कु राहुलजीले पाउनु भएको रकम भनेको जमानी ईश्वर बोरा 2,66,500 टोटल जोड्यो भने 5,32,000 भयो। तपाईँ यसको फोटो खिचेर म तपाईँले पठाउने छु, आफै जोड्नु होला। तथापि मैले पनि जोडेर यहाँ पठाइसकेका छौँ। 4,42,000 मा 5,32,000 चाहिँ हामीले घटायो भने 1,10,000 ब्यालेन्स हुन आउँछ। यसमा एउटा पिसी हुने भनिन्छ, प्रोप्राइटर कमिसन भन्ने हुन्छ। 1,10,000 मा 10,000 माइनस गर्यो भने 1,00,000 चाहिँ हामीसँग ब्यालेन्स हुन्छ। त्यसको मतलब यो हो कि 1,00,000 ब्यालेन्स भन्दा हामीले एकदम बकाइदा अघि पनि देखाउँ, फेरि पनि तपाईँसँग टाइम वेस्ट गऱ्यौँ, माफ गरिदिनु होला, राम्रोसँग चाहिँ हेरिदिनु होला। यसरी बुझ्नु होला आफ्नो हर हिसाब किताबहरू कसरी बुझ्ने के गर्ने, त्यहाँ हेर्दै नहेरेर बारम्बार खोज्ने बानी नबिर्सनु होला। अब भने मित्रहरू सम्पूर्ण 50जना मित्रहरूलाई म के अनुरोध गर्न चाहन्छु भने सबैभन्दा पहिला यो हर कोही पनि हामीले जुन आफ्नो घर जग्गा जमिन आमा बुवा होइन बाजे जमिन छोडेर प्रदेशमा आएर 12, 18, 24 घन्टा ड्युटी गरेर हातका 10 औँला 20 औँला खियाएर यत्रो मिहिनेत गरिराख्नु भएको छ, यत्रो सङ्घर्ष गरिराख्नु भएको छ, यहाँ चाहिँ ड्युटी गरेर खटिराख्नु भएको छ र बराबर ड्युटी के अरे त्यो चिट कमिटीहरू भरिराख्नु भएको छ, मलाई सहयोग गरिराख्नु भएको छ। त्यसै गरी चाहिँ आफ्नो पनि जीवनका सपनाहरू आफूले कसरी गर्ने के गर्ने, त्यो पैसा कमाएर त्यो युनिटीले त्यो पैसा कहाँ सदुपयोग गर्ने त्यो कुरो जिम्मेवारी हुने तपाईँको हो। मैले बारम्बार योभन्दा अगाडि भनिसकेको कुरो मैले बारम्बार कोट्याउने कुरो त्यस्तै हो। सम्पूर्ण दाजुभाइ तथा इष्टमित्र सबै चाहिँ मेरो मेम्बरहरूलाई म के भन्न चाहन्छु भने अन्तिममा यसमा चाहिँ आफ्नो कमिटी कसरी के भयो तपाईँले कस्तो लाग्ला भने यो चाहिँ 10,000 रुपियाँ मैले मानवादको दिनु भनेर नठानिदिनु होला। मानवादलाई दिनु होइन, म तपाईँको पैसा लिएर मेरो घरको मेरो बकसमा थन्थुने होइन। यो पैसा चाहिँ कमिटीको मेम्बर पार्टीको मेम्बरलाई मैले दिनु हो। क्रमशः कन्टिन्यू हामीसँग डबल चिटहरू गइरहेछन्, महिनाको 10-12 लाख रुपियाँ दिनुपर्ने हुन्छ। आफ्नो प्रत्येक चाहिँ त्यो तपाईँको 5 लाख जस्तै तपाईँको चिठी कति हो तपाईँ छातीमा हात राखेर तपाईँ सोच्नुहोस् बुझ्नुहोस्। 5 लाखको कमिटी तपाईँले 10,000 भरेन भने त 4,90,000 हुन आउँछ नि। त्यसरी अर्काले भरेन भने त 4,80,000 बन्यो। त्यसै गरी घट्दै घट्दै आयो भने गाह्रो बन्यो। त्यसैले कुनै न हिसाब मिल्यो न किताब मिल्यो। तपाईँ कुन परिभाषामा हुनुहुन्छ, के हुनुहुन्छ यो पनि मैले बुझिरहेको छैन। तपाईँ कस्तो हुनुहुन्छ भने मलाई थोरै मलाई छोटो छातीमा हात राखेर तपाईँ बुझिदिनु होला। तपाईँलाई कस्तो लाग्छ भने मानवादको यो पैसा दिनु हो, बिस्तारै बिस्तारै दिउँला होइन। अर्थात् चाहिँ 15 तारिक भइसक्यो आउँछ। हाम्रो 1 देखि 15 तारिकसम्म हर मेम्बरले आफ्नो रकम भुक्तान गर्नुपर्ने हुन्छ। मैले 25 तारिकभित्र रकम भुक्तान गर्नुपर्ने हुन्छ। डबल चिट्ठी गएर हुन्छन्, मैले रकम भुक्तान गर्न सकेको हुँदैन र बराबर कन्टिन्यू मैले उठिसकेको हुँदैन।
त्यसमा चाहिँ कमिटीको नियमकै पालना गर्ने भए तपाईँले बस्न सक्नुहुन्छ। यो कुरा राम्रोसँग यो चाहिँ रुल्स तपाईँ पढिदिनु होला प्लिज। फेरि दोबारा देखाएको मात्र हो, तपाईँले बुझ्नु पर्छ। र अर्कोतिर म तपाईँलाई के भन्न चाहन्छु भने इम्पोर्टेन्ट कुरो मैले भन्नुपर्ने कुरो मेरो बच्चाले पहिला भने भन्ने मलाई थाहा छैन। हामीसँग अहिले अक्टोबर यो 2024 होइन 24 अक्टोबर हो अहिले 25 भने। अनि हामी चलाएको थियौँ अहिले 6औँ महिना भयो। 6औँ महिनासम्म पनि तपाईँ 50जना मेम्बरलाई अफर दिन्छु म। त्यो कुन अफर होला त भन्दाखेरि 20 तारिक गएर जब 25 तारिक गएर जब फोन उठाउनुहुन्न, त्यहाँ रकम मानमात्रको दिनु हो, एजेन्टको दिनु हो भने तपाईँ यदि ठान्नुहुन्छ, यदि बराबर रकम तपाईँ भन्न सक्नुहुन्न, तपाईँको कुनै न कुनै एउटा व्यक्तिगत प्रब्लम छ, आफ्नो आर्थिक प्रब्लम छ, समस्या छ भने तपाईँ प्लिज म दशमलव जोड्न चाहन्छु 6 महिनापछि पनि तपाईँलाई म अहिले पनि टाइम दिन्छु, तपाईँ छोडिदिनुहोस्, म अर्को मेम्बर हाल्छु। सरासर सिधी बात हुन्छ। मैले योभन्दा पहिला पनि भनेको थिएँ, टेबल फुटाएर दिनुहोस् र टेबल फुटाएर लिनुहोस्। बरु टेबल फुट्यो भने म मेरो पैसाले तिर्ला, मैले पहिला पनि भनेको थिएँ यो मेरो च्यालेन्ज हुनेछ भने पनि भन्दै आएको थिएँ। त्यसले गर्दाखेरि आफ्नो हर हिसाब किताब किन क्लियर गर्नुहुन्न? यदि सम्पूर्ण मेम्बरहरूले चाहिँ आफ्नो हामीले भने बमोजिमको प्लानमा योजनाबद्ध तरिकाले अगाडि बढ्यो भने तपाईँ किन अगाडि बढ्नुहुन्न? हर मेम्बर हाम्रो नेपालीका लाखौँ चाहिँ युवाहरू विदेश किन गइरहेका हुन्छन्? किनभने तपाईँ नियम फलो गर्नु हुँदैन। किनभने हर चिजहरू सिस्टमहरू हर कसले के गर्ने, कतिलाई के गर्ने, कतिलाई के गर्ने त्यो फलो गर्नुहुन्न। त्यसले गर्दाखेरि हाम्रो यो कमिटी, हाम्रो कम्युनिटी चिट फन्ड प्राइभेट लिमिटेड बेङ्गलोर, यसमा तपाईँको 6 महिना बित्यो। 6 महिना बित्दासम्म तपाईँ भन्न सक्नुहुन्न, तपाईँले कोही प्रब्लम छ भने तपाईँ जान सक्नुहुन्छ। एकदमै ढोका खुला छ, तपाईँ जान सक्नुहुन्छ, मेरो भन्नु केही छैन। त्यसैले सरासर आफ्नो पैसा महिनावारी कुरा चाहिँ बराबर भरिदिनु होला। 1 तारिकदेखि 15 तारिकसम्म हामीसँग टाइम हुन्छ। त्यो 15 तारिक यदि भर्न सक्नुहुन्न, केही त्यस्तो प्रब्लम छ भने सिधै फोन गरेर भन्नु होला, म भन्न सक्दैन भन्नु होला, म अर्को कसैलाई बेच्दिउँ। योभन्दा कुरो तपाईँ चाहिँ आफै बुझ्नु होला, मलाई फोन गरेर सोध्नु होला, म यहाँ लम्ब्याउँदैन। अर्को कुरो के रह्यो भन्दाखेरि तपाईँले चाहिँ नि मैले रकम भुक्तान गर्ने कुरा 25 तारिकभित्र मैले पनि रकम भुक्तान गर्नुपर्ने हुन्छ। तपाईँले चाहिँ नि बराबर भरेन भने त्यो कसरी हुन्छ? अब यो मैले कोट्याउनु परेन, तपाईँ आफै बुझ्नुहुन्छ। जसरी हुन्छ कृपया प्लिज आफ्नो रकमहरू बराबर भरिदिनु होला। आफ्ना रकमहरूलाई चाहिँ नि मैले के गरेँ, कहाँ गरेँ, कसलाई दिने, के गर्ने, आफ्नो कारोबार व्यक्तिगत कारोबार तपाईँ बुझिदिनुहुन्न भने मैले कसरी गर्ने, कसरी कारोबारहरू गर्ने। तथापि हाम्रो एकदम बकाइदा बढिरहेछन्। हाम्रो 001देखि लिएर अहिले 0015सम्म तपाईँकै आशीर्वाद हो। तपाईँले बाहिर जति जे भने पनि मसँग बोल्दाखेरि एक भाषा र बाहिर अर्को भाषा हुन्छ भने अब तपाईँलाई थाहा छ होइन, जान्ने मान्छे तपाईँ नै, मेरो भगवान् तपाईँ नै हो। त्यो भगवान्मा ठुलो कोही पनि छैन, तपाईँ आफूले थाहा छ। त्योभन्दा यथार्थ कुरो 001देखि 15सम्म जोडिदिनु भएको छ। सबैले साथ सहयोग र सपोर्ट गरिदिनु भएको छ। अझै पनि प्रतिक्रिया फोन गरेर गरिदिनु होला। तर भिडियो हेरेर त्यहाँभित्रको सबै सजेसनहरू, सबै प्रतिक्रियाहरू फोन गरेर त्यहाँ तैँले यो भनेको थिएँ तर यो गलत बन्यो, तैँले यो भनेको थिएँ यो गलत भयो, यो भनेको थिएँ यो चाहिँ नि यो मिलेन भनेर चाहिँ नि भनिदिनुहुन्छ भने एकदमै म स्वीकार गर्नेछु। तपाईँको त्यो प्रतिक्रियाको आभारी भने म पक्कै हुनेछु। सदा दिन तपाईँसँग यसै गरी भिडियो, हर भिडियोसँग म तपाईँसँग यसरी भिडियोबाटै भयो भने आफ्ना सुख दुःखहरू, आफ्ना कामहरू, आफ्ना पेसाहरू अगाडि बढाउने प्रतिबद्धता गर्दै अघिल्लो नेक्स्ट सेकेन्ड सन्डेका दिन तपाईँसँग म एकदमै आउने म बाचा गर्छु। अहिलेलाई पनि धन्यवाद।